काठमाडौँको यस्तो गर्मीमा जाम। सो हे गाइज, वेलकम छ मेरो छोटो मिठो भ्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आज धेरै समयपछि मैले एउटा भिडियो लिएर आएको छु। आशा छ तपाईँहरूले मन पराइदिनु हुनेछ, माया गर्नुहुनेछ भन्ने। सो त्यसैले गर्दा चाहिँ आज मैले धेरै दिनपछि चाहिँ फेरि भिडियो लिएर आएको छु। आशा छ तपाईँहरूले मन पराइदिनु हुनेछ। र किनकि मैले चाहिँ धेरै भिडियोहरू चाहिँ खिचेको छु र भोइस ओभर गर्न चाहिँ पाएको छैन। त्यसैले गर्दा किनकि मेरो समय नै मिल्दैन कि गाइज, कहिले केही हुन्छ, कहिले केही समस्या आएको हुन्छ, कहिले कतै हिँड्नुपर्छ। त्यसैले गर्दा चाहिँ मैले भोइस ओभरै गर्न पाएको हुँदैन। त्यसैले गर्दा चाहिँ भिडियोहरू कहिलेकाहीँ मात्र आउँछ मेरो। अब चाहिँ हप्ताको एकचोटि चाहिँ भिडियो आउनेछ। तपाईँहरूले मन पराइदिनु होला भन्ने आशा छ, मन पराइदिनु हुनेछ। र यसै गरी तपाईँहरूले मन पराइदिनु भयो भने चाहिँ अरू भिडियो पनि आउनेछ र आशा छ एकदमै पनि भिडियोलाई अन्तिमसम्म हेरेर एउटा कमेन्ट चाहिँ छोडेर जानुहुनेछ भन्ने आशा छ। आज चाहिँ हामी जाँदैछौँ नयाँ भानेश्वरतिर, किनकि आज हाम्रो भिनाजुको चाहिँ न्यू काम छ। त्यसैले गर्दा चाहिँ हामी जाँदैछौँ। थोरै मेरो पनि काम भएको कारणले गर्दा चाहिँ म पनि भिनाजुसँग निस्किँदैछु। हामी चाहिँ दिउँसोको समयमा निस्केको र गर्मी चाहिँ लास्टै भएको छ र काठमाडौँको जाम चाहिँ झन् गर्मी हुन्छ जाममा पऱ्यो भने चाहिँ होइन। त्यसले गर्दा चाहिँ हामी एकचोटि जाममा पनि पऱ्यौँ र जाम खुलेपछि अब चाहिँ हामी यहाँबाट हिँड्छौँ। यहाँबाट हिँडिसकेपछि अब हामी यहाँबाट नयाँ बानेश्वर जानेछौँ। नयाँ बानेश्वर जानको लागि हामी बागबजार पुतली सडक हुँदै जानेछौँ, किनकि त्यहाँ थोरै काम भएको कारणले गर्दा चाहिँ हामी जाँदैछौँ। मलाई चाहिँ पहिल्यैदेखि नै यस्तो भिडियोहरू चाहिँ बनाउन रहर लाग्थ्यो। भिडियोहरू बनाउँथेँ, भ्लगहरू बनाउँथेँ र केही समयको कारणले गर्दा चाहिँ भोइस ओभर गर्ने नै नपाउने के। कहिले केही समस्या आउँछ, कहिले केही आउँछ होइन, कहिले समय नै मिल्दैन के। त्यही भएर चाहिँ मैले धेरै भिडियोहरू चाहिँ खिचेको छु। भोइस ओभर गर्न नपाएर चाहिँ मेरो आउट चाहिँ हुन सकेको छैन। त्यसैले गर्दा चाहिँ अबदेखि आउने दिनहरूमा चाहिँ म तपाईँहरूको माझमा भिडियोहरू ल्याएर आउनेछु। आशा छ माया गरिदिनु हुनेछ भन्ने। भरपुर साथ समर्थन दिनुहोला र भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुहोला। आशा छ आगामी दिनहरूमा पनि तपाईँहरूले माया गर्नुहुनेछ र यस्तै यस्तै भिडियोहरू ल्याएर आउनेछु। र आजको लागि भिडियो यहीसम्म। बाई बाई।